हेलो आज के सम्पर्क कार्यालय उद्घाटनको समारोहको यो बिहानीमा उपस्थित रहनुभएका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म आज यो चुनावी सभामा होइन तपाईँहरूसँग भेटघाट गर्न मात्र यसो हात लाएर नमस्कार गरेर आशीर्वाद थापेर मात्र जाउँ भनेको माइक साइकको पनि व्यवस्था रहेछ। दुई शब्द बोल्न परिहाल्यो। बोल्न त योभन्दा अगाडि दुईचोटि चुनावमा बोलेकै हो, तपाईँहरूले पनि मन खोलेकै हो, तर अब त के बोल्नु छ, यसै घन्टीमै भएको छ, धेरै बोल्नु पर्दैन कि भन्ने लागिरहेछ मलाई। तर पनि भन्नै पर्ने एउटा कुरा भनेर जान्छु। आज लामो भेटघाट हुँदैन, आज छोटो भेटघाट सबैतिर जानुपर्ने छ, किनभने तपाईँहरूसँग भेटघाट नभएको पनि धेरै भएको थियो। सबभन्दा पहिला त म 18मा परेका बेलामा तपाईँहरूले आँसु भोगाउनु भएको छ, हस्ताक्षर गर्नुभएको छ, प्रतिशोध भयो भनेर, र जहाँ भए पनि सुस्वास्थ्यको लागि मङ्गलमय कामना गर्नुभएको छ। त्यो ऋण मैले कहिले तिरेर सक्ने हो मलाई थाहा छैन, तपाईँले लगाउनु भएको गुण मैले कसरी तिर्ने हो मलाई थाहा छैन, तर म यति चाहिँ तपाईँलाई भन्न सक्छु कि जहाँबाट सुरु भएको थियो कत्रो खिसिटिउरी थियो, यसले के गर्ला र के जित्ला र हद्द भयो एउटाले जित्ला के गर्ला भन्ने अवस्थाबाट अहिले मुलुक अब एउटा यस्तो ठाउँमा आएर अड्किएको छ कि कहिलेकाहीँ यो खेलमा फाइनल भन्छौँ नि हामी, फाइनल फिनाले भन्छन्, यो फाइनलमा हामी आइपुगेका छौँ। अब यो बेलामा हामी चितवनवासीहरूले जे उदाहरण देखाइसकेका छौँ, सिङ्गो देशले त्यो उदाहरण देखाउने बेला आएको छ। हामीले त हरेक पटक रेकर्डै राखेका हौँ, चितवनले यसपटक नयाँ रेकर्ड राख्नुपर्नेछ, किनभने सिङ्गो देशलाई प्रेरणा दिनुपर्ने छ चितवनले। त्यसैले म तपाईँहरूलाई यति मात्र अनुरोध गर्न चाहन्छु कि जुन सपना तपाईँले हामीले साझा देख्यौँ र जुन सपनाका लागि हामीले आँसु बगायौँ, चितवनले रगत बगाउनु परेन। मैले पहिला पनि भनेको थिएँ, निलो क्रान्ति हो यहाँ, कसैले केही गर्नु पर्दैन, कसैको कोख रेतिँदैन, कोही टुरा टुरी हुने छैनन्। हामी शान्त ढङ्गले विद्रोह गर्छौँ भनेरै आएका हौँ र हामीले शान्त ढङ्गले मतपत्र मार्फत आफ्नो असन्तुष्टि, आफ्नो इच्छा, आफ्नो चाहना जाहेर गरेकै हौँ। यो चितवनको स्वभाव हो, कहीँ कतै कसैले हामी के चाहन्छौँ भन्ने कुरा देखाएका थियौँ। अब सिङ्गो देशले चितवन अनुसरण गर्नेछ र योभन्दा अगाडि कयौँ मतदाता साथीहरू हुनुहुन्छ जसले कोही चिनेको मान्छे भएका कारणले, कोही पुरानो मेरो दल हो फेरि यति लामो समय एउटा भोट चाहिँ यसो यतापट्टि खतराको खसाल्थ्यो क्या हो भनेर यसो मन राख्नलाई खसाल्नु भएको पनि होला। यसपटक त्यसो गर्ने सुविधा हामीलाई किन छैन भने कम्तीमा पनि एकल बहुमतको सरकार, 5 वर्ष स्थायी सरकार नभइकन यो देशमा खासै केही गर्न सक्दैन। भ्रष्टाचारको विरुद्धमा बोल्छु भनेर तपाईँलाई भनेको थिएँ, तपाईँले पनि यसले भ्रष्टाचारको विरुद्धमा बोल्छ भनेर भोट हाल्नु भएको थियो। भ्रष्टाचारको विरुद्धमा बोलेको पनि हो, अपरेसन सुरु गरेको पनि हो, तर ताकतै पुगेर 4वटा मन्त्रालय संसदमा माइक साइक काट्दै बोल्दैनन्, तेलपाल गरे। तर अब त संसदै राष्ट्रपामय भयो भने कस्तो, संसद राष्ट्रपामय हुँदाखेरि मेरा अन्य नेताका मुद्दा र कुनै व्यक्तिका मुद्दा होइन, जनताको मुद्दाले प्राथमिकता पाउँछ, जनताका कानुन बन्छ। यो कुरा म तपाईँलाई सुनिश्चित गराउन चाहन्छु। त्यसका लागि यहाँहरूले हामीलाई अब जुन बल लगाउने आउनुभएको थियो त्यो बल अझ जोड लगाउनु पर्नेछ। म अघिल्लो चुनावमा पनि भनेको थिएँ, मान्छेले त्यति विश्वास गरेनन् कि क्या हो अलि भोट बाँडियो, यसबाट भोट नबाँडिकन अगाडि बढियो भने मैले भनेको थिएँ कि भने हामीलाई भ्रष्टाचार पुरै फाल्नु पर्यो, अब आदि राख्नु पर्यो त होइन, अनि भोट चाहिँ आदि किन त होइन, आदि चाहिँ राखौँ भन्नुहुन्छ भने राखौँ होइन। भ्रष्टाचार मन परेको छ भने पुरै राखेर राख्नुहोस्, कि राख्ने हो हाल्ने हो भने प्रत्यक्षमा पनि समानुपातिकमा पनि
भनेर अहिले भोट माग्न मिल्दैन हामीलाई सुविधा लाग्छ भनेर अहिले भोट माग्न मिल्दैन तर अहिले मनमनैबाट त भन्न मिल्छ नि तपाईँको मनमा यो भावना आज सार्नको निमित्त आएको छ यसलाई जगाएर राख्नुपर्ने हुन्छ मलाई थाहा छ प्रतिस्पर्धी गर्ने साथीहरू पनि हुनुहुन्छ मैले उहाँहरूलाई भनेको छ हामी स्वस्थ स्वच्छ प्रतिस्पर्धा गर्छौँ हामी तपाईँहरूसँग कुनै किसिमको कटाक्ष गर्ने गालीगलोज गर्ने केही गर्दैन हामी हाम्रो सम्मान छ सबै राजनीतिक विचार सबै साथीहरू मेरो यो 2 नम्बर क्षेत्रमा चाहिँ चुनाव प्रचारको जिम्मा तपाईँहरूलाई जिम्मा लगाउनु चाहन्छु मैले धेरैभन्दा धेरै तपाईँहरू गइदिनु पर्ने छ कोही हामी आएन नि त भन्नुभयो भने म आएको छु नि उहाँ अर्को साथीहरू जानुभएको छ भन्नु म सुतेर बस्नु हुँदा त दौडेको छु किन सुतेर म सुत्दिनँ त्यसैले यो इतिहास रच्ने बेला हो यहाँ दायाँ बायाँ यताउता सोच्ने क्वेसन्सहरू आउँछन् चलिरहन्छन् म त सुन्दै आएको छु यो सबै चिजहरू यो आफ्नो ढङ्गले घटनाहरूलाई व्याख्या गर्ने कुव्याख्या गर्ने रोइलो पनि चलेको छ अलिअलि त्यो रोइलो चलिरहोस् एकपटक इतिहास बनाउने हो र एकपटक 5 वर्षको स्थायी सरकार बनिसके पछाडि पनि जनताले भोट दिएर त्यसको सदुपयोग गर्न हामीले सकेनौँ भने हामीसँग त्यो हिम्मत पनि रहँदैन र यसपटक हामी करार गर्दैछौँ नागरिकसँग चाँडै सार्वजनिक हुन्छ नागरिकसँग करार भनेको कुरा नगर्नेले सजाय पाउनुपर्छ पर्छ हामीलाई बहुमत दिनुहोस् भनेर भन्छौँ जनताले लौ त मलाई बहुमत भनिसकेपछि भनेको कुरा पुरा गर्नुपर्छ त्यसका लागि यसपटक हामी करार गर्न लागेका छौँ घोषणापत्र धेरै सुनियो बाधा धेरै सुनियो भाषण धेरै सुनियो हामी नागरिकसँग करार गर्दैछौँ यो गर्न सक्छौँ यो गर्न सक्दैनौँ नसक्ने कुरा सक्दिनँ भन्नु पर्यो सक्ने कुरा सक्छु भन्नु पर्यो सक्छु भने चाहिँ गर्नु पर्यो के गर्न नसक्ने जनतालाई चित्तबुद्ध कारण दिन सक्नु पर्यो त्यसैले यो कुराहरूमा ध्यान दिएर हामी यसपटक आउँदैछौँ आज यो सानो जमघट यो पार्टीको सम्पर्क कार्यालय उद्घाटनको समारोहमा यहाँलाई यति नै भने फेरि पनि यहाँहरूसँग भेटघाट त भइ नै रहन्छ म अन्त जानु भनेको चितवन आउँदै नआउने चाहिँ होइन यसपटक अन्य धेरै ठाउँमा त्यसैभरिको एउटा माहौल भएको हुनाले ती साथीभाइहरूलाई पनि सँगाउनु पर्ने छ कयौँ नयाँ साथीहरू हुनुहुन्छ उहाँहरूलाई अलिकति होस्टेलमा हैँसे मद्दत गर्न सकियो भने ती साथीहरूलाई ल्याउन पाइन्छ भनेर अलिकति देशका दूरदराजदेखि लिएर विभिन्न ठाउँमा पुग्ने पालिका हाम्रो रहेको छ त्यसका लागि अलिकति जिम्मेवारी यहाँहरूले वहन गरिदिनु पर्नेछ म त्यही विश्वासका साथ आफ्नो भए पनि यही टुङ्ग्याउँछु यहाँहरू सबैको जय होस् नमस्कार जय गण्डे नेताहरूले भन्नु पर्यो कि 2 ठाउँमा भोट दिनु भनेर उहाँले मात्रै भनेको सुन्छौँ नि तर म हिँड्दाखेरि पनि मैले 2 ठाउँमा दिनु भनेर हिँडेको छु तर सबै हाम्रो नेताहरूले मैले भनेको सुनेको छैन है भन्न पर्यो बाँडेर दिन्छु भन्छन् नेताहरूलाई भन्दा हामीलाई थाहा हुन्छ हामी हिँड्ने मान्छेलाई थाहा हुन्छ नि 2 ठाउँमा दिनु भनेर घर दैलो गर्दाखेरि पनि भन्नु पर्यो भन्नु पर्यो 2 ठाउँमा भोट दिनु भनेर प्रत्यक्ष र सामान्य उपाधिको सबैले भन्नु पर्यो म त घर घरै भन्दै हिँड्छु हाम्रोमा चाहिँ 2मा चाहिँ भन्नु पर्दैन अन्त जहाँ पनि भन्नु पर्यो बुढाखाडाको मन कस्तो छ भने 2 ठाउँमा बाँडेर दिउँ भन्ने छ आफ्नो नेताले भनेको सबैले सुन्छन् मेरो चाहिँ यही भन्न मन छ है मलाई चाहिँ साथीहरू सभापतिज्यूसँग फोटो खिच्नको लागि तयार हुनु होला 2 को वडा नम्बर 2 को